हेलो सम्पूर्णको नमस्कार। म आज यो शिक्षक तथा कर्मचारीहरूको सामाजिक सुरक्षा बाबतको आयकर बैंकमा दाखिला गरिसकेपछि प्रत्येक व्यक्तिको पाना नम्बरमा ETDS गर्ने बारेमा छोटो भिडियो बनाउन गइरहेको छु। शिक्षक तथा कर्मचारीहरूको सामाजिक सुरक्षा बापतको 1% कर बैंकमा दाखिला गरिसकेपछि ETDS गर्नुपर्ने हुन्छ। यो ETDS गर्नको लागि सबभन्दा पहिला कुनै एउटा ब्राउजर खोल्ने, जस्तै यो गुगल क्रोम ब्राउजर, यसलाई हामीले ओपन गर्यौं र यो माथि सर्च बटनमा IRD टाइप गर्यो भने हाम्रो आन्तरिक राजस्व विभाग भन्ने खुल्छ र त्यसमा क्लिक गर्ने। अनि त्यसमा विभिन्न शीर्षकहरू देखिन्छन्। त्यसको सर्भिसमा गएर करदाता पोर्टलमा जानुहोला। अनि त्यसपछि यहाँ विभिन्न बायाँ साइडतिर हेर्यो भने विभिन्न शीर्षकहरू देखिन्छन् र तल बीचमातिर यो ETDS भन्ने अप्सन देखिन्छ र यो ETDS मा हामीले क्लिक गर्दा त्यसको मुनि ETDS भन्ने देखिन्छ, त्यसमा क्लिक गर्ने। अनि त्यो क्लिक गर्दा हाम्रो यहाँ एउटा फर्म खुल्छ र यो फर्म हामीले फिलअप गर्नुपर्छ। जस्तो यहाँ प्रयोगकर्ताको नाम भनेको छ, विद्यालयको पान नम्बर राख्दा पनि भइहाल्छ। त्यसपछि पासपोर्ट भनेको छ, पासपोर्ट हामीले नयाँ राख्नुपर्छ, जेनेरेट गर्ने हो, त्यो बिर्सनु हुँदैन। अनि पुनः पासपोर्ट भनेको छ, त्यो पनि पुनः पासपोर्ट गर्ने। अनि स्थायी लेखा नम्बर भनेको विद्यालयको स्थायी लेखा नम्बर राख्ने। अनि त्यसपछि विथ होल्डरको नाम भनेको छ, अनि त्यो विथ होल्डरको नाम अटोमेटिक पान नम्बर राखेपछि अटोमेटिक आउँछ। अनि त्यसपछि हामीले तल भर्नुपर्ने कुरा भनेको हाम्रो इमेल, फोन नम्बर, ठेगाना राख्नुपर्छ। नराख्दा पनि केही फरक पर्दैन, तर फोन नम्बर चाहिँ अनिवार्य राख्नुपर्छ। जसको राख्दा पनि केही फरक परेन। अनि त्यसपछि हामीले ETDS कलेक्सन अन्तराल भनेको छ, हामीले कहिलेदेखि कहिलेको कर तिरेको हो त्यो करको मिति राख्नुपर्छ। जस्तो हामीले 2083 वैशाख 1 गतेदेखि वैशाख जेठ असारको तिर्नु छ भने वैशाख 1 देखि हामीले 2083 03/032 यो महिना 32 सम्म हुन्छ, 32 सम्म हाल्ने टाइप गरेर अनि जेनेरेट भन्ने हुन्छ। के रजिस्टर भन्ने हुन्छ, अनि यो रजिस्टरमा हामीले क्लिक गर्ने र सबमिसन नम्बर प्राप्त हुन्छ।